सुरुमा पोर्चुगल कसरी आउनुभयो दाजु? मैले पहिलेको पोर्चुगल आउँदाको कहानी त मेरो त अब बेग्लै छ। म डाइरेक्ट भिजा लगाएर होइन, ए हजुर, म तेस्रो कन्ट्री भएर आएको ए हजुर, कुन देश हुनुहुन्थ्यो युरोपको? म युरोपको त धेरै कन्ट्री भएर आएँ म। ए हजुर, उता टर्की हुँदै ग्रिस हुँदै यता आएको। ए हजुर, भने पछाडि घुम्दै घुम्दै आउनुभयो? घुम्दै डुल्दै त्यस्तै जङ्गलको बाटो हिँड्दै। ठ्याक्कै पोर्चुगल कस्तो रहेछ दाजु? अब हजुरको 5 वर्ष लामो यात्रा, पोर्चुगल कस्तो रहेछ? जो आउँदै हुनुहुन्छ, नयाँ हुनुहुन्छ, आउन चाहनुहुन्छ, नेपाल बसेर हेर्नुहुन्छ? पहिलाको अवस्थामा ठिकै थियो, राम्रै थियो। डकुमेन्टको हिसाबले अलिअलि यहाँ पिआरसिआर बनाएर अर्को कन्ट्री जानलाई अलि सजिलो हुन्छ। हजुर, खास गरी त हामी एउटा उद्देश्य हुने कमाउनै आएको होइन, पैसै कमाउनु राम्रो नि छ। अब अहिलेको अवस्थामा अलि जटिल छ। हजुर, अहिले सबै नियमहरू कडा बनाइदिने, पेपरहरू नि अलि ढिला बन्ने भएर ए हजुर, हजुर, अलि बिजनेस व्यापार गर्ने मान्छेलाई ठिक छ, र काम गरेर खाने मान्छेलाई अलि जटिल छ। हजुर।